आज हामी जानेवाला छौँ यो जंगलमा। यही खाने छौँ र केही समय टाइम स्पेन्ड गरेर आउनेवाला छौँ। ल हेर माइ त गाइज, के साँच्चीकै सकिन्छ होला त? सो हे गाइज, वेलकम टु माई मिनी भ्लग। आई होप तपाईहरु सबै सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। यसको लागि चाहिँ सबैभन्दा पहिलो प्रथम बेलुकाको 6-7 बजेतिर हामी घरबाट निस्कियौं अनि आफूलाई आवश्यक पर्ने के कुराहरु छन् ती सबै प्याक गरेर हामी चाहिँ जंगलतिर लाग्यौं। फेरि आजभोलि बेलुकातिर सधैँ पानी परिरहन्छ, झन् त्यही माथि आज हामीले छातै ल्याउन बिर्सेछु भने एउटा कुरा तपाईहरुलाई पनि अवश्य नै थाहा होला, जंगलतिर आएपछि मेघ पानीले भन्दा पनि झाडीहरुको पानीले बढी भिजाउने गर्छ है त। स्याम त्यस्तै भएर आएको एकैछिनमा हाम्रो त लुगा कामै नलाग्ने भयो भने यार। फेरि यहाँ भिजेको दाउराले गर्दा आगै नबलेर ज्वरो आइसकेको थियो। बल्ल तल्ल मेरो चाहिँ ज्याकेटको भित्रको भाग च्यातेर आगो चाहिँ बाल्न सफल भयो, तर यो आगो चाहिँ धेरै बेर टिक्न सकेन है त। त्यही भएर हामी चाहिँ अर्को ठाउँमा गएर दामी तरिकाले आगो बाली मजाले पानी बिसायौं। फेरि यहाँ यता उता गर्दा गर्दा समय भने एकदमै गइसकेको थियो। खानेकुराहरु पनि हामीले धेरै जसो ल्याएका थिएनौं, जस्ट 3 वटा अन्डा मात्रै ल्याथ्यौं है त, किनकि जंगलमा आफूले चिनेका कन्दमुलहरु कोरेर खाने भनेर सोचेका थियौं। अफ कोर्स त्यो चाहिँ हुन सकेन, किनकि जंगलमा हामीले पाएनौं है त। अब नपाए पनि रुनु भएन, सो त्यही भएर आफूले ल्याएका अन्डाहरुलाई मजाले बनाएर खायौं। त्यतिन्जेलसम्म एकदमै रात भइसकेको थियो। आगोलाई राम्रोसँग निभाएर हामी चाहिँ घरतिर लाग्यौं। हस्त साथीहरु, यति नै थियो आजको हाम्रो भ्लग। मन पर्यो भने लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्न भने नछुटाउनु होला। सी यू द नेक्स्ट भिडियो, बाइ। साइराम परिवा जुडी गुटुक बाडुली लाया, सँगसँगै रहनु प्यारा, रातिमा सपनी आया।